रमाइलो भइरहेको छ तपाईहरु अलि नजिक आउनु त हजुरहरु थोरै नजिक यो एरियामा बिचमा थमानमा आउनुछ थमानमा एकछिन है हाम्रो अमित सर कहाँ हुनुहुन्छ गौरव भाइ खै गौरव साँझ गएर जाँड खामला भन्थ्यो गौरव कहाँ गए थारूको बच्चा गौरव सबै टिमलाई सम्झना छ रमाइलो भइरहेछ हामी रमाइलो गर्न आएका हो कि नै हाम्रो आमाहरू अघि मजाले कसरी बस्नु भएको हेर्नु है यहाँ बच्चा है यसरी बस्नु भएको थियो यसरी बस्ने भनेको दिनबन्धु पोखरेलको एउटा सप्ताहमा कार्यक्रम आउँछ नि हरिराम शिव हो कि नै केटा हामी रमाइलो गर्न आएका छौँ आज रमाइलो गर्दा दिदीबहिनीहरूलाई धकेल पकेल लाग्दा चोट नलागोस् अलिअलि कुरामा माफ हुन्छ हो कि नै अन्तिममा अब यसपछि हजुर मन परेको केटीलाई आई लभ यु भन्न पनि पाइन्छ कि पाइँदैन मेसेन्जरबाट आई लभ यु भन्न पनि पाइन्छ इमोबाट आई लभ यु भन्न पनि पाइन्छ प्रत्यक्ष यो खोलाको छेउमा ढुङ्गामा बसेर पनि आई लभ यु भन्न पाइन्छ आयोजक टिम के बनायो यस्तो मलाई खसेर भेरी अस्पताल लिन पर्यो भने खर्च हुन्छ 1.5 लाख है अब रोल्पा थबाङ घर छ भन्छु तपाईहरुले हामीलाई के को डर छ भन्नुस् है सबैले है यतातिरको साथीहरु हाम्रो सुरक्षाकर्मी साथीहरु यसरी बसिरहनु भएको छ सायद तल पाउनु भएको छैन होला कति महिनादेखि सुरक्षाकर्मी साथीहरुलाई पनि धेरै गाह्रो छ मान्छे अरूको जिन्दगी धेरै बनाउनु हुन्छ आफ्नो परिवार भत्किएको आफ्नो सपना भत्किएको सुरक्षाकर्मी साथीहरुले कति चिन्ता छ मेरो दाइ पनि आर्मी हो मलाई त्यो थाहा छ मेरो दाइ पनि पुलिस छ मामाको छोरा त्यहाँ आएर मामालाई खिचेर मार्यो भने को हुन्छ जिम्मेवार भोलिबाट चिन्दिन भनौली फेरि रोल्पातिर घर छ यसले मार्छ रोल्पातिर घर छ रोल्पातिर घर छ थबाङको वडा नम्बर 5 को हल्ला आएन नि वडा नम्बर 7 को हल्ला आएन नि यता रोल्पा थबाङ घर छ भिडियो बनाउन केटा हो रोल्पा थबाङ घर छ रोल्पातिर घर